सरकार भएको हुनाले चाँडो न्याय पाइन्छ भनेर नेपाली जनताहरूले जुन आशा राखेर हाम्रो स्थानीय सरकारमा जुन समय अवधिमा न्याय निरूपण हुन्छ, जनताहरूले न्याय पाउँछन्, त्यसरी नै अरू अदालतहरूले पनि यसबाट प्रेरणा पाओस्, अरू विभिन्न जिल्ला अदालत, विशेष अदालतहरूले पनि समयमा न्याय दिन सकोस्, एकअर्काबाट सिकेर हामी अगाडि बढ्न सक्छौं। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर, सिनामंगल, काठमाडौँ। कार्यक्रमका प्रमुख अतिथि माननीय सपना प्रधान मल्लज्यू, कार्यक्रमका अध्यक्ष महानगरका उपप्रमुख सुनिता डङ्गोलज्यू तथा उपस्थित सम्पूर्ण विशिष्ट अतिथि तथा अतिथिगणहरू सम्पूर्णलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। लगभग 1 वर्ष अगाडि भएको यो कार्यक्रमको क्रममा देखाइएका प्रस्तुतिहरू, त्यहाँनिर शेयर गरिएका अनुभवहरू, जुन स्थानीय सरकार